हनिमुन मनिएन नमर्नु कारण हिँडेर जानुपर्छ मेलम्ची है त हिँडेर आएको गाडी छैन त्यो यहाँ हो र मान्छे खोजेर भारी बोक्ने मान्छे त भरिया बोका ल्याएको हजुर अनि भाउजूलाई हजुरले डोलीमा ल्याउनु भयो कि हिँडेर ल्याउनु पहिले बिहा गर्दाखेरि कसले ए ए हो यो पनि हामीले नयाँ है नसुनेको ए उहाँको भिनाजुले बोकेर ल्याउने त चलन थियो अरे क्या पहिले बोकेर ल्याएको अरे क्या बिहा थियो हाट त पहिलेपट्टि के नि बोक्नु पऱ्यो भने चिमट दिँदै कन्ना भयो त चिमट दिँदैन नि चिमट अनि घरमा आउनुभयो यही घर त थिएन पहिले होइन कच्ची पहिले अर्कै कच्ची घर थियो होला नि पहिले अर्को घर थियो जस्तो पहिला घर त राम्रै थियो तर पिलर उठाएको थिएन कि अनि कोठा कोठा कतिवटा थिए दुईवटा रुम थियो यसो दुईवटा कोठा थियो